हेलो एभ्रिवान, सबैजना यस च्यानलमा स्वागत छ। सो आज हामी यस भिडियोमा जब र बिजनेसको डिफरेन्सको बारेमा कुराकानी गर्नेवाला छौँ। पहिलेदेखि हाम्रो प्यारेन्ट्सले चाहिँ यो राम्रो जब खोज र लाइफमा सेटल हुनुहोस् भनेर भन्ने गर्थ्यो। तर अहिले आएर के भयो भन्दाखेरि यो अनलाइन बिजनेस भन्ने चिज आएर अब युथहरूलाई यो प्यारेन्ट्सले भने जस्तो गरेर राम्रो जब खोजेर लाइफमा सेटल हुने हो कि अलिकति अनलाइन बिजनेस स्टार्ट गर्ने हो भनेर यो कुरामा कन्फ्युजन आइरहेछ। सो आज यस भिडियोमा चाहिँ त्यस्तो युवाहरूको लागि भनेर मैले यो जब र बिजनेसको डिफरेन्स र कुन गर्दा बेटर हुन्छ भन्ने बारेमा चाहिँ मैले यस भिडियोलाई बनाउँदैछु। सो पहिला यो जब र बिजनेसको डिफरेन्सको बारेमा बुझ्ने भन्दा अगाडि फर्स्ट हामीले बुझ्नुपर्छ जब भने के हो र बिजनेस भने के हो। सो फर्स्ट, job is a specific position for an employee where a person works for the payments only. Means job भनेको चाहिँ एउटा खासैमा के हो भन्दाखेरि एउटा कम्पनीले अफर गर्ने स्पेसिफिक पोजिसन हो जहाँ चाहिँ एज अ इम्प्लोइ त्यहाँ काम गरेर होइन, अब त्यसको रिटर्नमा चाहिँ हामीले पैसा पाउँछौँ होइन। अब त्यही केसमा बिजनेस, अब बिजनेसमा चाहिँ के हो भन्दाखेरि इट इज एन अर्गनाइजेसन ओर एक्टिभिटी वेयर प्रोडक्ट्स आर प्रोड्युस्ड सोल्ड टु मेक प्रफिट भन्दाखेरि अब यो बिजनेसमा चाहिँ के रहेछ भन्दाखेरि ग्रुप अफ पिपलले गर्ने एउटा काम हो जहाँ चाहिँ एउटा प्रोडक्ट हुन्छ त्यसलाई बनाएर त्यसलाई सेल गर्ने सो द्याट त्यो कम्पनीले प्रफिट अर्न गरोस्। जबमा के हुन्थ्यो त्यहाँ अर्निङ गर्नको लागि गर्थ्यो भने यहाँ बिजनेसमा चाहिँ प्रफिट कमाउनको लागि गरिने हो है। अब यो डेफिनेसन भन्ने कुरा चाहिँ सबैलाई थाहा भएकै कुरा हो। सो अब लेट्स गो टु देयर डिफरेन्स बिट्विन। सो हामीले चाहिँ यहाँ ल्याएको छ चारवटा क्याटेगोरीमा डिफरेन्सेस। फर्स्टमा आउँछ रिस्क, सेकेन्डमा टाइम, थर्डमा फ्रिडम र फोर्थमा आउँछ इन्कमको बारेमा। सो पहिला हाम्रो रिस्कको बारेमा, जबमा हाम्रो लो रिस्क हुन्छ भने बिजनेसमा हाई रिस्क हुन्छ। यो किन हो भन्दाखेरि चाहिँ जस्तै जबमा चाहिँ कम्पनीले जे काम दिन्छ त्यही काम हामीले गर्ने मात्रै हो। इफ त्यो काम गर्दाखेरि हामीले के मिस्टेक गरे तापनि अब त्यो मिस्टेकको लागि कम्पनीले कभर गरिन्छ। तर अब त्यही केसमा हाम्रो बिजनेसमा चाहिँ अब हामीले के हुन्छ भन्दाखेरि त्यहाँ के कस्तो काम गर्नुपर्ने सो द्याट हाम्रो कम्पनी ग्रोस भनेर हामीले आफै सोच्नुपर्ने हुन्छ होइन। सो अब त्यो गर्ने प्रक्रियामा के हुन्छ भन्दाखेरि हाम्रो मिस्टेकहरू भइरहेको हुन्छ क्या। अब जब भएको भए चाहिँ कम्पनीले त्यसलाई कभर गरिदिन्थ्यो, तर बिजनेसमा जुन गरेको मिस्टेक हुन्छ त्यसलाई कभर गर्नको लागि कोही हुँदैन। जसले गर्दा अब जे मिस्टेक गर्छ त्यो सबै मिस्टेकको रिटर्न आफैलाई आउँछ, मिन्स लस आफै माथि आउँछ क्या। सो हाम्रो बिजनेसमा चाहिँ अलिकति हाई रिस्क हुन्छ। अब नेक्स्टमा जाऊँ टाइमको बारेमा। हाम्रो जबमा चाहिँ एउटा फिक्स टाइम हुन्छ फर वर्किङ आवर होइन, भन्दाखेरि जस्तै बिहानको 9 बजेदेखि दिउँसोको 5 बजेसम्म काम गर्नुपर्ने हो भने इम्प्लोइजहरू बिहानको 9 बजेभन्दा अलिकति अगाडि आएर अनि दिउँसोको 5 बजेसम्म त्यहाँ अफिसमा बसेर काम गरेको हुनु पर्यो होइन। मिन्स 9 बजेदेखि 5 बजेसम्म चाहिँ एटलिस्ट काम गरेकै हुनुपर्छ भने एउटा तोकेको हुन्छ फिक्स्ड आवर होइन। तर त्यही केसमा हाम्रो बिजनेसमा यहाँ के हुन्छ भन्दाखेरि कहिले अफिसमा आएर कति घन्टा काम गर्ने अनि कहिले घरमा जाने भनेर यहाँ तोकेको हुँदैन। मिन्स कहिले 10 बजे अफिसमा जाँदा नि हुन्छ, कहिले 11 बजे होइन। मिन्स अलिक टाइममा फ्लेक्सिबल छ कि यहाँ चाहिँ है। अब नेक्स्टमा जाऊँ फ्रिडमको बारेमा। हाम्रो जबमा फ्रिडम भन्ने चिज अलिकति कम हुन्छ, त्यही केसमा बिजनेसमा चाहिँ फुल अफ फ्रिडम हुन्छ। यो किन हो भन्दाखेरि चाहिँ जस्तै अघि मैले भने त्यो 9 बजेदेखि 5 बजेसम्म काम गर्नुपर्ने होला
भन्दाखेरि हाम्रो जबमा फिक्स्ड वर्किङ आवर हुने भएको रे हामी बिहानको 9 बजे अफिसमा पुगेपछि 5 बजेसम्म त्यहीँ हुन्छौँ होइन। अब त्यसपछि घरमा जाने, घरमा गएर खानासाना पकाएर खाएर सुत्ने, अनि फेरि बिहान भएपछि फेरि अफिसमा जाने, अफिसमा गएर 9 बजेदेखि 5 बजेसम्म काम गर्ने। अब यसको रूप भएर हुन्छ क्या, मिन्स तिनीहरूले अलिकति आफ्नो हबीहरूको लागि टाइम निकाल्ने समय नै हुँदैन होइन। तर त्यही केसमा हाम्रो बिजनेस गर्ने मान्छेहरूको लागि यहाँ के हुन्छ भन्दाखेरि तिनीहरूको लागि चाहिँ अब जस्तै मैले अघि भने बिजनेसमा लाइक कुनै पनि वर्किङ आवर टोकेको हुँदैन, जसले गर्दाखेरि अलिकति अब जसले बिजनेस गर्छ तिनीहरूसँग चाहिँ अलिकति फ्लेक्सिबल टाइम भएको रे आफ्नो हबिजहरू लाइक आफ्नै लागि एउटा छुट्टै टाइम जब गर्ने मान्छेहरूले भन्दा नि इजिली निकाल्न मिल्छ है। सो जसरी गर्दाखेरि चाहिँ जबमा चाहिँ खासै फ्रिडम हुँदैन भने बिजनेस गर्ने मान्छेहरूको लागि चाहिँ अलिक बढी फ्रिडम हुन्छ। सो ल जम नेक्स्टबाट हाम्रो इन्कमको बारेमा। हाम्रो जबमा चाहिँ फिक्स्ड इन्कम हुन्छ भने हाम्रो बिजनेसमा एउटा के हुन्छ भन्दाखेरि लाइक यहाँ चाहिँ फिक्स्ड हुँदैन। यसको मिनिङ के हो भन्दाखेरि जबमा हामीले लाइक कम्पनीले दिएको काम गर्दै गर्छौँ भने कम्पनीले लाइक मन्थली यति स्यालेरी छ है भनेर त्यो फिक्स्ड अमाउन्ट हालिदिन्छ तिम्रो ब्याङ्कमा। तर त्यही केसमा बिजनेसमा यहाँ चाहिँ हाम्रो फिक्स्ड इन्कम हुँदैन। यो किन हो भन्दाखेरि यहाँ चाहिँ लाइक त्यो मन्थ बिजनेस जति ग्रो हुन्छ, त्यो मन्थ जति कम्पनी ग्रो हुन्छ त्यति नै के हुन्छ भन्दाखेरि त्यो बिजनेस पर्सनले चाहिँ त्यो मन्थ अर्निङ पाउने हो। मिन्स यहाँ जबमा चाहिँ एउटा फिक्स्ड इन्कम मात्रै पाइराख्ने भयो, जति हामीले एफोर्ट लगाए पनि एउटा फिक्स्ड इन्कम पाइराख्ने भयो भने बिजनेसमा चाहिँ हामीले जति एफोर्ट लगाएर त्यसको अनुसार जति रिजल्ट आयो त्यसकै अनुसारमा हामीले धेरै इन्कम पाउँदै गर्न सक्छौँ है। अब यहाँ हामीले यो जब र बिजनेसको डेफिनेसन पनि कुराकानी गरिसक्यौँ। अब यहाँ हामीले इभन डिफरेन्स बिट्विनको कुराकानी पनि गरिसक्यौँ। तर अब यहाँ कुरा आउँछ र अब जब गर्नु बेटर कि बिजनेस गर्नु बेटर है। सो म त्यसको लागि भने एउटा एक्जाम्पल लिन्छु। सो यहाँ एउटा मेरो पेन छ है, यो पेनले हामीले दुईटा भागमा डिभाइड गर्न मिल्छ। एउटा पेनको मेन बडी पार्ट र अर्को पेनको क्याप है। सो लेट्स से यो पेनको मेन बडी पार्ट चाहिँ हाम्रो के हो भन्दाखेरि दिस इज जब पर्सन, मिन्स जब होल्डर है। अब त्यस्तै गरी यो क्याप भनेको चाहिँ बिजनेस पर्सन हो है। अब के हुन्छ भन्दाखेरि यहाँ यो पेनबाट पेनको क्याप निकालेपछि होइन लेख्ने भनेको यही मेन बडी पार्ट हो होइन। सबै एफोर्ट यसकै हुन्छ, इङ्क पनि यसकै सकिन्छ, बिलिन पनि यसकै हो होइन। तर यो काम सकिसकेपछि यसको माथि को आउँछ क्याप भन्दाखेरि हामीले लाइक जब होल्डर्सहरूले जे काम गर्छ त्यो काम सकिसकेपछि अब के हुन्छ भन्दाखेरि तिनीहरूको नाम कहिले कुनै पनि प्रोग्राममा मेन्सन हुँदैन कि यो पर्सन यो इम्प्लोइले यो प्रोजेक्ट गरेको, यो इम्प्लोइले गर्दा यो प्रोजेक्ट भएको सक्सेस गएको भनेर कहिले लेख्दैन। त्यहाँ के लेख्छ भन्दाखेरि सधैँ त्यो कम्पनीको चेयरपर्सनहरूको नाम। मिन्स अब हामीले जब गर्छौँ भने हामीले जेसुकै काम गरोस् होइन, त्यो हामी जुन काम गरेको हुन्छ त्यसमा जतिसकै सक्सेस होस्, त्यो प्रोजेक्ट जतिसकै माथि जाओस् होइन, हाम्रो नाम कहिले आउँदैन। मिन्स हाम्रो पब्लिसिटी कहिले बढ्दैनौँ क्या। जसले खासै केही गरै हुँदैन तिनीहरूको नाम चाहिँ पुरै मेन्सन हुन्छ। हाम्रो एफोर्ट मात्रै खेलेर जान्छ भने बिजनेस पर्सनहरूको चाहिँ तिनीहरूको एफोर्ट सँगसँगै पब्लिसिटी पनि बढ्दै जान्छ। यदि तपाईँलाई इन्कम मात्रै होइन, एउटा फिक्स्ड इन्कम मात्रै होइन कि लाइक
आफ्नो पब्लिसिटी पनि बढोस्, आफ्नो स्ट्यान्डर्ड पनि बढोस्, आफ्नो इन्कम पनि अलङ विथ टाइम बढ्दै जाओस् जस्तो लाग्छ भने चाहिँ आई प्रिफर द बिजनेस है। तर अब कति मान्छेहरू लागेर अरे यार बिजनेस गर्न कति पैसा लाग्छ, इन्भेस्टमेन्ट कति लाग्छ होइन? हो बिजनेसमा इन्भेस्टमेन्ट चाहिन्छ, नचाहिने होइन, तर बिजनेस सुरु गर्नको लागि धेरै पैसा चाहिन्छ, धेरै क्यापिटल चाहिन्छ भन्ने चाहिँ होइन। त्यो ओल्ड कन्सेप्ट हो। अहिलेको जमानामा आइसक्यो हाम्रो अनलाइन बिजनेसहरू, जसको माध्यमबाट हामीले थोरै मात्रै पैसा भए पनि हामीले बिजनेस सुरु गर्न मिल्छ है। तर त्यही केसमा इफ आफूलाई रिस्क लिनै मन छैन, मलाई चाहिँ मेरो प्यारेन्ट्सले भने जस्तो गरी एउटा राम्रो जागिर खोजेर एउटा फिक्स्ड इन्कममा काम गरेर सेटल डाउन हुनु छ लाइफमा भने चाहिँ you should look for your business. I mean, you should look for your job है। अब यही कुराहरू चाहिँ रहेको छ हाम्रो जब र बिजनेसको डिफरेन्स बिट्विन्स। अब यो भिडियोलाई राम्रोसँग हेरिसकेपछि यदि तपाईँहरूले बुझिसक्नुभयो र होइन, लाइक तपाईँले जब गर्नुपर्ने हो कि बिजनेस गर्नुपर्ने हो भनेर है। सो यो भिडियो हेरेर तपाईँलाई युजफुल लाग्यो भने यो च्यानललाई फलो गरिदिनु र यदि तपाईँलाई यो भिडियो हेरेर युजफुल लाग्यो भने यो च्यानललाई फलो गर्नु र यो भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनुहोस्। ल भयो।